आज चाहिँ हाम्रो धान काट्ने दिन थियो। यो चाहिँ दरौदी फाट हो अनि हाम्रो चाहिँ बिहान 6-7 बजी जानुपर्छ अनि म चाहिँ 9 बजीतिर बच्चाहरूलाई स्कुल पठाएर गएको थिएँ। हाम्रो आप्पा आमा रमेश पनि जाँदै हुनुहुन्छ। हामी घरबाट 4 जना थियौँ अनि बाँकी 5 जना चाहिँ खेताला हुनुहुन्थ्यो। अनि हाम्रो चाहिँ माथि गरेर तल गराएको छ अनि यहाँ काट्दै हुनुहुन्छ। यतापट्टि आमा हुनुहुन्छ। आमाले चाहिँ फोटो खिच्ने भयो भने नयाँ छत्री लाउँथ्यो नि, यो थोत्रो भइसक्यो भन्दै हुनुहुन्थ्यो। अनि त्यसपछि यता अरू खेतालाहरू पनि हुनुहुन्छ। हाम्रो चाहिँ यो असार महिनामा चाहिँ धान काट्छ र धान रोप्ने सिजनमा भन्नुहुन्छ, कतिजनाले चाहिँ थाहा होइन। हाम्रो यता फाट दरौदी फाटमा चाहिँ 2 सिजन हुन्छ। एउटा चाहिँ चैत महिनामा रोपिन्छ अनि असारमा काटिन्छ। फेरि असारमै रोपाइ गरेर अनि कोही महिना मङ्सिरतिर चाहिँ हामीले काट्छौँ। मेरो चाहिँ यो अहिलेसम्म गरेर तेस्रो चोटि हो धान काटेको। अनि यो असार महिनाको धान चाहिँ हामीले आज काटेर आजै सुकाएर आजै धानहरू सबै ट्र्याक्टरमा हालेर मेसिनमा झाटेर धान बनाउँछौँ होइन। अहिले चाहिँ हाम्रो खाना खाने टाइम हुन्छ, 2 घन्टाको ब्रेक हुन्छ, 12 बजी 11 बजी 1 बजीसम्म। अनि त्यसपछि रेस्ट गर्नुहुन्छ किनभने अर्को काम लाग्छ। त्यो बेलामा चाहिँ धानहरू सुक्छ। अनि हामी खेताको लागि म र रमेश पानी लिन गयौँ। अलिकति टाढा थियो, कुवाको पानी, कुवा त होइन होला, ट्याङ्कीको पानी होला। अनि धेरै प्यास लाग्छ नि त, अलि घाम पनि लागेको थियो। घाम त आउने जाने, आकाश कति सफा राम्रो देखेको थिएँ। भ्यू चाहिँ यहाँ पराल थियो, पराल भएर मैले धकाल्न परेको थियो रमेशलाई। हेर्नु कति राम्रो भ्यूज देखेको छ दरौदी फाट। अनि 2 जनाको फोटो लिए, हाम्रो ग्रुप फोटो लिए दिदीबहिनीसँग। त्यसपछि धान उठाउन लाग्यो हामीले। ब्रेक टाइम सकेपछि धान उठाएर ट्र्याक्टरले कुर्नुपर्छ। ट्र्याक्टर आउँदैछ, त्यसपछि हामीले ट्र्याक्टरमा हाल्दैछौँ। 3 जना दाजुभाइ हुनुहुन्थ्यो अनि हामी सबै लेडिज थियौँ। धान उठाउँदै राख्दै उठाउँदै राख्दै गर्थ्यो। ट्र्याक्टर अड्कियो हिलो भएर, एकछिन त्यहाँ टायर अड्किरहेछ। ट्र्याक्टर गयो। त्यसपछि हामीले फेरि छिटो ट्र्याक्टर आएको कारणले चाहिँ छिटो धानहरू चाहिँ हामीले बाँड्नु पर्ने थियो। मलाई चाहिँ बाँड्न आउँदैन थियो, त्यही भएर मैले चाहिँ जम्मा मात्र पारिदिन्थेँ, अरूले चाहिँ बाँड्नुहुन्थ्यो मुटा। फेरि माथि हाल्ने बेलामा फुसिन्छ नि त ट्र्याक्टरमा। त्यसपछि म यता हाम्रो मामाकोमा चाहिँ दही थियो, त्यही भएर मामा माथि गर्छ, मामा हुनुहुन्छ उहाँ, मामाले दही दिँदै हुनुहुन्छ। अनि खेतालाहरूलाई दही पनि दिनुपर्छ भनेर लिएर आएको थिएँ। अनि हामीले दही चिउरा खायौँ। भर्खर हेर्नु हिलो कति हिलो खुट्टै गढेको कि मेरो आमामा। त्यसपछि अर्को खेत थियो तलतिर, त्यो खेतको पनि ट्र्याक्टरमा लोड गर्दैछ हामीले धानहरू। बहिनी हाँस्दैछ, मलाई भिडियो खिचेको मेरो। मैले काम गर्छु तर बेला बेला भिडियो खिचेको, धेरै खिचेको चाहिँ होइन। कहिले अरूले खिच्छ, कहिले मैले खिच्छु। तर फोन एक ठाउँमा राखिदिएपछि काम गरिरहनु सजिलो हुन्छ। त्यस्तो भिडियो खिचेरै बसिराख्नु पनि होइन दिनभरि है, कति त्यस्तो सोच्न सक्छ नि त। अनि ट्र्याक्टर भरियो, हाम्रो धान हालेर बल्ल काम सक्यो। फोटो खिच्न पऱ्यो राम्रो भ्यू आएको बेलामा भने। त्यसपछि रमेश र म गयौँ स्कुटीमा, थाकेको थियौँ। ट्र्याक्टर मेसिन आयो 1 घन्टापछि। त्यसपछि हामीले मेसिनमा धानहरू पक्का एकदम हतार हुन्छ है, सबजना छिटो गर्नुपर्ने हुन्छ कि त्यो मेसिनमा। एकछिन खाली बस्नै हुन्न, 9-10 जना त चाहिन्छ। सबले हाल्दैछौँ। अनि सबजनाले हालेर भ्याएर अलमोस्ट 7-8 बजी त भ्याएको थियो। अनि भ्याएर खेतालाहरू सबैजनाले खानासाना खाएर घरतिर जानुभयो। घर जाँदा टाइम त 10 बजेको थियो। रमाइलो छ। बिन्दुले गाउँमा बसेर के गरिरहेछ भने कहिले काहीँ यसो म पढाउँछु पनि तर काम पनि गर्छु। हस्, थ्याङ्क यू। यो चाहिँ हाम्रो असार महिनाको धान।